तपाईँ बाहेक सबैभन्दा बढी जितेकोमा खुसी चाहिँ को जितेकोमा खुसी हुनुभयो? हजुर, बालेन शाह जित्नुभयो एउटा खुसी त्यसमा लाग्यो मलाई होइन। किनभने मलाई चाहिँ बालेन शाह र शोभिता गौतम विशेष गरेर बालेन शाह जितेकोमा किन खुसी लाग्यो भने एउटा पुस्तान्तरण भयो, रूपान्तरण भयो। अब उनले मलाई कुन हिसाबमा हेर्छन् त्यो उनको विषयवस्तु हो। उनी पनि संसदको सदस्य हुन्, हामी पनि सदस्य हो। अनि भोलि कामको हिसाबले कति देखाउनुहुन्छ उहाँले त्यो भोलिको विषयवस्तु हो होइन। र बालेन शाहले जितेकोमा म चाहिँ खुसी भएँ किनकि त्यो अराजकताको एउटा प्रकाष्ठ भइसकेको थियो कि होइन। अब त्यो केपी ओलीको क्यारेक्टर चाहिँ बालेन शाहमा नआओस्, म यही भगवान्सँग कामना गर्न चाहन्छु। आज संसदमा पनि भने यो भन्दै गर्दा कसैलाई दुःख लाग्ला, दुःख मान्नु भन्ने कारण छैन, नआओस् भन्छु म भगवान्लाई कामना। त्यो पराकाष्ठ भइसकेको थियो कि अराजकताको पनि एउटा पराकाष्ठ हुन्छ होइन।